चाहिँ अब काम सिक्दैनन् भन्ने कुरो होइन, काम अप्ठ्यारो हुन्न, खोसेर बानी गर्नुपर्छ ट्याक्क। अब यो चाहिँ नि ल यसरी फनी घुमाएर हान्ने हो ट्याक्क। काम आफै जति आफूले खोसेर गऱ्यो नि उति आफैलाई फाइदा ल रहेछ। नान अब रुमाली यस्तो नि हानिन्छ, यो अप्ठ्यारै छैन कि हातमा खेलाउने चिज हो है। त्यही भएर जति साथै नयाँ आउनुहुन्छ होइन, जे काममा कम्पनी जेमा लगायो नि पहिला चाहिँ काम सिक्न पर्छ। हेर्नुहोस्, जसले पनि काम सिक्यो भने फाइदा हो। नत्र अब सेफहरूले अलिक ठुल्ठुलाले झ्याप्पै ल त सिक्न आइज यहाँ आइज भनेर कसैले नि भन्दैनन्। आफू कसिएर जाने, उनीहरूले दिएनन् भने पनि काम माएर बानी गर्ने, नत्र खोसेर हुन्छ कसरी हुन्छ कामै सिक्ने हो पहिला। जे होस् आफू काम सिकियो भने ढुक्क भइन्छ होइन। त्यही भएर पहिला काम सिक्न पर्छ। ल हेर्नुहोस्, पहिला मैले यस्तो बनाउनै जान्दैन थियो सुरुमा, कहाँ जहिले जसरी घुमाने ल हेर्नुहोस्, जत्रो गरायो हुन्छ रुमाली बनाउने हुन्छ, जे बनाउने हुन्छ, यो जति ठुलो बनायो नान हुन्छ। त्यही भएर कामलाई सबभन्दा पहिला जोड दिने भनेको कामलाई हो। हेर्नु साथीहरू, नयाँ साथीहरू आत्तिने होइन, एकदम ढुक्कसित कामलाई जोड दिने।